जति गर्नुपर्छ अब हामी पनि जाने हो त्यसो लागिसकेका अब गोरे दिन बाँकी खान जाने हो कोरिया कोरिया हामी कोरिया जाँदै कोरिया अब छैन केही दिन गोरे दिन बाँकी छ अब सन्चै हुनुहुन्छ गाइस गाइस हामीले यसो भयो खाना काम कस्तो छ राम्रो छ कि नै फ्यामिलीको साथमा रानी बुङ्गलतिर खराई थप्न जाँदैछु त्यहाँ चाहिँ खराएको बच्चाहरू छन् गरी थप्नलाई होइन सेरू मार्गमा यो साइकल चलाएर दिदी बहिनीहरूलाई ल हुन्छ बाबुसँग कुरा गर्नु है बाबु बाबु नेट राम्रो चल्दैन She's my beauty. नमस्ते सबैजनालाई म हुँ तपाईँहरूको साथी क्षेत्रीय माइला धर्मराज बुढा छेत्री र आज मैले चाहिँ विशेष गरी फेरि अर्को न्यू भ्लग भिडियो बनाउन गइरहेको छु र हामी चाहिँ आज मेरो फ्यामिली अनि मेरो माइती दाइको छोरा भदा बाबु हुनुहुन्छ हामी चाहिँ यसो न आज घुम्न गइरहेको छु होइन आज जङ्गलतिर यसो न घुम्ने एउटा घुम्नको लागि हामी जाँदैछौँ होइन यहाँ चाहिँ यस्तै भिडियोहरू मैले निरन्तर अथवा दिनौदिन अथवा बारम्बार बनाएर भिडियोहरू हालेर अनि युट्युबमा पोस्ट गर्ने साथै यही भिडियोलाई मैले फेसबुकमा पनि हाल्ने गरिरहेको छु अनि टिकटकमा होइन अनि जति मायाला छेत्री धर्मराज बुढा छेत्रीलाई जसले जहाँबाट होइन हेर्नुहुन्छ अथवा चिन्नुहुन्छ उहाँले प्रयास आफ्नो सुनेर होइन भिडियो हेरेर केही आफ्नो प्रतिक्रियाहरू पनि दिनु होला भन्न चाहन्छु मेरो चाहिँ यो युट्युबमा चाहिँ अब 0 देखि 15 मिनटको भिडियोसम्म राख्न मिल्छ मैले चाहिँ मसँग अहिले त्यति फलोवर्स पनि छैन होइन ल हामी चाहिँ यहाँदेखि गइरहेको उहाँले चाहिँ मेरो भदा बाबुले चाहिँ उहाँलाई अटोलाई रोक्न प्रयास गरिरहनु भएको थियो उहाँ चाहिँ जानुभयो भदा ओ ठुलो बाबु हामी चाहिँ कहाँ जाँदैछ आज हामी घुम्न जाँदैछौँ होइन रानी जङ्गल जङ्गलमा के को लागि जाँदैछौँ त्यो मलाई के ल अब मेरो तपाईँको फुपू मेरो के अरे मैले के भन्नुपर्छ यो हो 9mm पिस्टल होइन अनि यतातिर हो यो AK-47 मान्छे जाल्ला खान्छ पनि सोध्नु पर्छ र हो त नि के थाहा है उहाँ चाहिँ मेरो फ्यामिली हुन् उहाँ चाहिँ मेरो दाइको छोरा हुनुहुन्छ भदा बाबु ल बाबु रक्सी खाएर बस अनि ठुलो बाबु हजुर उहाँ मुसाबलाई मैले चाहिँ के भन्ने नाता पर्छ जोइ भन्ने एउटा भन्नु हजुरको बुढी 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 कि बुढी 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 ए बुढी तिमी साह्रै निकरी साउलो मुरी अनि तोप तानी आकाशै मौरी ल हाम्रो अटो आइसक्यो हामी अटोमा जाँदैछौँ नमस्ते सबैजनालाई म चाहिँ आज यसो न घुम्न गइरहेको छु होइन घुम्न गइरहेको छु त्यसैले आज एउटा भिडियो बनाउने अवसर मिल्यो मेरो चाहिँ यस्तै भिडियोहरू
यस्तै भ्लगहरू चाहिँ मेरो निरन्तर आइरहने गर्दछ र यहाँदेखि म चाहिँ यसो नै हिँडेर गइरहेको छु। मैले चाहिँ धेरै त्यति लामो भिडियो चाहिँ बनाउनु मिल्दैन। यो हरियो यो चाहिँ बिरुवा जस्तो देखिन्छ होइन, यो चाहिँ अरू दालो हुने चाहिँ केराहरू छ। चट्टै बाख्राहरू पनि छ, ल हेर्नुहोस् बाख्राहरू छन् चट्टै हेर्दै। खै कसको पनि तर थाहा छैन, आफन्तरिकै हुनुहुन्छ होला सायद। यसो हिँडेर हामी चाहिँ आज घुम्न आइरहेको छु। हामी बस्ने ठाउँदेखि लगभग 2 घन्टा लाग्छ होइन। मेरो फ्यामिली चाहिँ उता साइकलमा गइरहेको छन् अगाडि। म भिडियो बनाउने भएको कारणले गर्दाखेरि यसो न हिँडेर आइरहेको छु। ल कति राम्रो टुरी छ। अनि यहाँ घरको आमा पनि आउनु भएको छ, हिँड्दै हुनुहुन्छ। र कति सुन्दर अनि कति राम्रो ठाउँ। यो नेपालमा धेरै यस्तो सायद ट्विट लाग्दो रहेछ। 4-5 दिन भइसक्यो यस्तै छ, चिसो न चिसो हुँदो रहेछ अब यो ठन्डीको मौसममा होइन। अनि यो चाहिँ यहाँ चाहिँ यहाँ घरबेटी आमाहरूले चाहिँ आलु लगाउनु भएको रहेछ। अनि लसुन अनि मसुरो दाल छ। यो चाहिँ हरियो यताको। यहाँ चाहिँ यो चाहिँ नाली हो, यो चाहिँ पानी जति यो खेतबारीमा होइन जति पानीको आवश्यक पर्छ त्यति यो नालीदेखि अब मोटर उ गरेर चलाएर अब गर्दो रहेछन्, युज गर्दो रहेछन् पानीहरू होइन। यहाँ निकै आनन्दित अनि रमाइलो ठाउँ छ। मेरो यस्तै भिडियोहरू हरेक दिन आइरहनेछ। जबसम्म यो ठाउँमा बस्छु तबसम्म यस्तै भिडियोहरू चाहिँ निरन्तर आइरहनेछ होइन। र हेर्नुहोस् कति राम्रो अनि सुन्दर बस्ती छ। यहाँ चाहिँ यो चाहिँ प्रायः बस्तीहरू यो साइडमा छ भने चाहिँ खेतहरू छ होइन। र राम्रो छ ठाउँ र सबैजनाले यहाँ चाहिँ बस्नुको लागि एकदमै उपयुक्त अनि राम्रो ठाउँ छ। र यो चाहिँ यहाँदेखि मेन रोड जानको लागि त्यति धेरै चाहिँ छैन। यो पनि मेन रोड नै हो तर पिच भएको छैन। लगभग 2-3 मिनट लाग्छ त्यो जङ्गलको छेउमा छ मेन रोड पुग्नलाई, पिच भएको रोड पुग्नलाई। ल हेर्नुहोस् तोरी, कति राम्रो तोरी हुँदो रहेछ होइन। यो ठन्डीको समयमा तोरीको साग अनि मकैको रोटी होइन। पाहाडतिर गाउँतिर बस्नेहरूको लागि आनन्दित जीवन छ क्या पाहाडतिर गाउँतिर होइन। यो सहर बजारतिर भन्दा पनि यस्तै तोरीको साग खाने, सिस्नो खाने, मकैको रोटी खाने होइन। गाउँघरतिर रमाइलो जिन्दगी छ नि त। यो हरियो जङ्गल छ देखिन्छ। यो चाहिँ अरू दाल हो होइन। त्यो दालभन्दा उता चाहिँ एउटा माछा पोखरी छ। त्यहाँनिर चाहिँ माछा पालिरहनु भएको छ एकजना दाइले। हिजो एउटा कागतीको रोग रहेछ, त्यो चाहिँ कागतीको रोग। ल निकै राम्रो अनि रमाइलो ठाउँ छ। ल म चाहिँ आज यसो घुम्न गइरहेको छु। मेरो फ्यामिली अगाडि गइरहेको छन् त्यो साइकलमा। अनि यहाँ एकदिन आमाले डोको बोकेर गइरहनु भएको छ। कहाँ जानुहुन्छ? घाँस खान जानुहुन्छ कहाँ? यहाँ तास खेल्दै हुनुहुन्छ। राम्रो छ, आनन्दित ठाउँ छ। र यसो चिसो छ होइन। अब यतिखेर अहिले नेपालको 11:30 भयो। कति राम्रो यो बस्तीको साइडमा कति राम्रो जङ्गल छ। यहाँ हरियो छ जङ्गल पनि। जङ्गल फेरि त्यस्तो सानो तिनो त्यस्तो अब सानो जङ्गल होइन, यो चाहिँ निकै ठुलो घना जङ्गल छ। यहाँ मैले साह्रै सबैलाई सोध्ने गरिरहेको हुन्छु। यो बस्तीमा चाहिँ बाघहरू पनि पाउँछ छ भन्ने कुरो सुनिरहेको थियो होइन। यहाँ चाहिँ यता चाहिँ एउटा चाहिँ बजारतिरबाट आउने रोड होइन। म चाहिँ यहाँदेखि गइरहेको छु र निकै राम्रो रमाइलो ठाउँ छ कि। अनि यो चाहिँ हरियो जङ्गल छ होइन। जङ्गल निकै बाक्लो अनि घना जङ्गल छ।
र यस्तो जङ्गलमा यत्रो ठुलो जङ्गल भएर पनि यहाँ चाहिँ स्यालहरू चाहिँ छैन नि है, स्याल फ्यालहरू त्यस्तो छैन। किनकि यहाँ बाघले गर्दाखेरि जहाँ घना जङ्गल छ, जहाँ बाघको वासस्थान छ होइन, त्यहाँ स्याल हुँदैन अरे के हो रहेछ। यहाँ म यहाँ बस्न थालेको समथिङ 1-1.5 महिना जति भयो। यहाँ अहिलेसम्म मैले एउटा स्याल कराएको सुनेको छैन होइन। अनि सबैलाई सोध्ने गरिरहेको हुन्छ कि यहाँ चाहिँ निकै ठुलो बाघ, धेरै बाघहरू छन् अरे कि। तर यो चाहिँ खासै यो बर्दिया राष्ट्रिय निकुञ्ज यो चाहिँ होइन अरे, निकुञ्ज अर्को क्षेत्रमा पर्छ। तर बर्दिया राष्ट्रिय निकुञ्ज भनेर चाहिँ अब त्यो चाहिँ सुनेको छु। अब हामीले पढेको किताब विज्ञानले पनि बर्दिया राष्ट्रिय निकुञ्ज भनेर सुन्यो। त्यो निकुञ्ज चाहिँ यो चाहिँ पर्दैन भन्ने कुरा सुनिरहेको छु। तर जङ्गल चाहिँ धेरै ठुलो छ यहाँ होइन, धेरै ठुलो छ जङ्गल चाहिँ। अब चिसो छ सबैजना बसेर, अनि सबैजना बसेर आगो ताप्ने, अब काममा व्यस्त छन्। र म चाहिँ ल मेरो फ्यामिली उता गएर पनि आइसकेँ। मेरो फ्यामिली साइकलमा आइसक्यो होइन। चाबी मैसा हामी कहाँ जाँदै हो? रानी जङ्गलमा के गर्न? खराई छोपेर के गर्ने हो? जङ्गलमा खराई छोप्न जाँदैछ होइन। मैले भनेको शर्त मान्छौ? जङ्गलमा बाँदर भेट्यो भने बाँदरसँग बिहा गर्न पठाइन्छ।